चलाउँछु। यो मेरो युट्युब च्यानल हो। म आज एउटा कविता वाचन गर्न गइरहेको छु। यहाँहरूलाई मन पर्यो भने यहाँले लाइक कमेन्ट गरिदिनु होला। मेरो कविताको शीर्षक छ मैले देखेको माछापुच्छ्रे। म तिम्रो काखमा जन्मिएको हुँ। मैले तिमीलाई घरबाट देखेँ, आँगनबाट देखेँ, गोठबाट देखेँ, विद्यालयबाट देखेँ। बिहानीको घामको पहिलो झुल्को तिम्रो चुचुरोबाट झुल्किएको देखेँ। घाम अस्ताउँदाको अन्तिम झुल्को तिम्रो चुचुरोमाथि पुगेर अस्ताएको देखेँ। तिम्रो शिरमा हिउँ परेर तिमीले बादलको घुम्टो ओढेर लुकेको पनि देखेँ। हरेक दिन तिम्रो चलचित्र मेरा आँखामा सजिएको देखेँ। तिम्रो काखमा, तिम्रो दायाँ बायाँ, तिम्रो शिरमाथि चाँदी झैँ टल्केको हिउँको थुप्रो कहिल्यै नपग्लिने गरी तिम्रो शरीरभरि विराजमान भएको पनि देखेँ। हजारौं वर्षदेखि माछाको पुच्छर जस्तै भएर तिम्रो शिरको टोपी जस्तो सेतो हिउँको छुट्टै आकर्षण देखेँ, छुट्टै महत्त्व देखेँ। तिम्रो त्यही सौन्दर्यको आकर्षणले तानेर स्वदेश विदेशका अनगिन्ती पर्यटकले मन्त्रमुग्ध भएर तिम्रो सौन्दर्यको रसास्वादन गर्न पोखरा पुगेको देखेँ। तिम्रो काखमा पुगेर फर्किनेहरूले विश्वभरि तिम्रो महिमाको बखान गरेको देखेँ। तिम्रो सौन्दर्यको प्रशंसा गरेको देखेँ। संसारभरि तिम्रो नामको गीत गाएको देखेँ। तर तिम्रो काखैमा जन्मेर हुर्केर 6 दशकदेखि नियालिरहेको तिम्रो सौन्दर्यलाई हेर्दा आज म आफै दुखी हुन्छु। म मात्र नभएर तिमीलाई आँखामा कैद गरेर धित मरुन्जेल रसास्वादन गर्ने सौन्दर्य पिपासुहरू पनि दुखी छन्। पोखरा पुग्नेहरू खिन्न भएका छन् किनकि सदा सर्वदा हरेक दिन निरन्तर परिरहने हिउँ जलवायु परिवर्तनका कारण अहिले पर्न छोडेको छ। हिउँ परे पनि थोरै परेको छ। हिउँ थोरै पर्नाले वातावरणमा प्रभाव परेको छ। जनजीवनमा र प्रकृतिको नियमिततामा गम्भीर प्रभाव परेको छ। तिम्रो चुचुरोको हिउँ पग्लेर कालो भएको छ। विकसित देशहरूले गरेको हरित ग्यासको उत्सर्जन र फोहोर प्रदूषण, वन विनाश, प्रकृतिको दुरुपयोगका कारण तिम्रो अस्तित्वमै सङ्कट उत्पन्न भएको छ। मेरो प्रिय माछापुच्छ्रे, तिम्रो फेरिएको रूप देखेर अचेल म आफै चकित परेको छु। धन्यवाद।